आल्चा रित्यो जम्मा यति भए चाहिँ 1 क्रेट आधा यो चाहिँ बिक्री हुन्छ कि हुँदैन यो चाहिँ गजबको फल फाल्दो रहेछ त यो के आयो कालीकोटी खोर्सानी वन खोर्सानी वनको डल्ले खोर्सानी भने यही हो जमिन यो प्लास्टिक कस्तो त्याते यहाँ आइए नि बोक्नु परेन यहीँबाट बाटै छ त यहाँबाट छिटो ओ भाइजी लु न यो हाम्रो रामकृष्ण भाइ हो एकदम आल्चा टिप्नलाई खट्ने खालको छ नहरी त्यो निचार हेर्न खोर्सानीको बिहा खगेन ए के हो लगाएर न पिरो छ त सेम खोर्सानी पिरो हो भन ए आल्चा भने यो हालौँ यहाँभित्र चोप्टा खाना आबो झलमा डुबेर मरिहाल्यो ठिक छ नि गाइस ठिक छ आजको हाम्रो कमाइ भने यति हो हेर आऊ 2 किलो नि भएन यहाँ